हेलो फ्री फायर प्लेयर्स सबैजनालाई नमस्कार। आज 18 अप्रिल 2025 को दिन नयाँ लकी विल इभेन्ट आएको छ फ्री फायरमा र मैले यहाँ स्पिन गरिरहेको छु र मलाई फर्स्ट लकमा 80% डिस्काउन्ट परेको छ र मलाई चाहिँ यो बन्डल ठिकै लागिरहेको छ। त्यस्तो राम्रो त लागेन तर पनि म किन्छु यसलाई। अब बाई मैले यसलाई किन्नेवाला छु र किनिसकेको छु है त। कङ्ग्रेचुलेसन आइसकेको छ र मैले किनिसकेँ। म ओपन चाहिँ गरिदिनुलाई म साइडमा राखिहाल्छु अनि फेरि स्पिन गरिरहेको छु र कति पर्सेन्ट 60% परेको छ। 60%मा चाहिँ म हेर्छु सामानहरू के किन्दा ठिक हुन्छ। विच थिङ इज पर्फेक्ट फर मी। म चाहिँ सामान हेर्दैछु र कुन सामान चाहिँ के कतिको ठिक हुन्छ यस्तो हेरौँ रिफ्रेस गरौँ हैन। अब 60%मा चाहिँ म चाहिँ यो M60 स्किन यो डबल डेटा फायर भएको होला छ नि। यो सर्डाइमा चाहिँ 10वटा क्रेट खोलेको छु र कुनै पनि परमानेन्ट परेन। यस्तो दुःख छ है। र अब चाहिँ फेरि स्पिन गरेको छु र लक कति परेछ, लक 70% परेको छ। 70% लकमा चाहिँ म के किन्छु, खतरनाक स्किन राम्रो छ, मलाई एकदम मन परेको छ त्यसैले म किनेँ। अब चाहिँ कति पर्छ भन्दाखेरि 55%मा कुन चाहिँ आइटम ठिक हुन्छ। सबै आइटम 100 डायमन्डबाट माथि रहेको छ। कस्तो महँगो लागिरहेको छ। यहाँ चाहिँ कुन ठिक हुन्छ। इमोटलाई हेरौँ त इमोट पनि ठिकै देखिरहेको छ, त्यस्तो गुड त छैन हैन। इमोटलाई एकैछिन हेरौँ न। ब्याकप्याक ठिक छ, ब्याकप्याक किन्छु। अब चाहिँ हेर्दै जानु कति पर्छ 99 गुड एमाउन्ट। 99 डायमन्डमा कुन चाहिँ बन्डल ठिक हुन्छ त। रिफ्रेस गुड। अब चाहिँ कुन ठिक हुन्छ किन्दा हो यो किन्न पर्यो। यो बन्डल ठिक लाग्यो मलाई 99 डायमन्डमा है त। यो घोस्टवाला किनेको छु। कङ्ग्रेचुलेसन आइसकेको छ। ल अब फेरि स्पिन गर्दैछु म यता। कति डायमन्ड पर्छ यता 75% डिस्काउन्ट परेको छ। 75% डिस्काउन्टमा चाहिँ म इमोट किन्छु। अब 9% ओ सेट कङ्ग्रेचुलेसन आई गेट इट 9% परेको छ। 9%मा मैले नयाँ बन्डल किनेको छु। यो चाहिँ गुड ठिकै देखिएको त त्यस्तो राम्रो त छैन, ठिकै छ भनौँ। बन्डलहरू नट गुड। हेर्नुहोस् त्यहाँबाट राखिरहेको छ 50% परिसकेको छ र अब के किन्दा ठिक हुन्छ। लकी रिफ्रेस गरौँ न हैन। लकी रिफ्रेस गरौँ। यो फेस पेन्ट चाहिँ 49 डायमन्डको रहेछ। मैले चाहिँ यो किनेँ। अब चाहिँ फेरि स्पिन गरेको छु र कति पर्सेन्ट पर्छ भन्दाखेरि गुड कङ्ग्रेचुलेसन 99 आई गट इट ओके। ल अब चाहिँ म कुन सामान किन्छु भनेर हेर्दैछु र हेर्नेवाला छु। 499 डायमन्ड छ मसँग, त्यस्तो धेरै पनि छैन, थोरै छ। हेरौँ न स्टोरमा कुन चिज रहेछ। बाँकी मैले किनेला है, आधी जति किनिसकेको रहेछु। अब कुन चाहिँ ठिक हुन्छ रिफ्रेस गरिहालेछु। फेरि रिफ्रेस गर्छु होला त्यस्तो लागिरहेको छ मलाई। रिफ्रेस गर्छु। रिफ्रेस कुनै जतिलाई आइटम छैन। यस्तो केटीको अन्त खोलिकिन्छ। हामी केटी युज गर्दिनँ मैले होइन। रिफ्रेस गर्छु। अब यहाँ चाहिँ कुन चिज ठिक होला किन्न। नट एट गुड कुनै पनि राम्रो छैन यार। कुनै पनि 99 डायमन्ड दिनुको लागि कुन चिज ठिक हुन्छ किन्दा 99 डायमन्डमा। कस्तो कन्फ्युजिङ गरायो। राम्रो चिज पनि यस्तो खतरनाक स्किन अलरेडी किने। गुलाल स्किन अलरेडी छ। कुन ठिक हुन्छ। यहाँ पनि त्यस्तो राम्रो चिज किनै छैन। रिफ्रेसिङ कुनै नयाँ आइटम आएको छैन। त्यो कोब्रा बन्डल त्यत्तिकै हो, मन पर्दैन। अब चाहिँ कति पर्सेन्ट पर्छ डिस्काउन्ट। अब चाहिँ कति पर्छ 80%। ओ आई गट इट 80%। सो अब कुन चाहिँ ठिक हुन्छ किन्दा 80% इमोट किन्छु। मलाई ठिकै लाग्यो इमोट चाहिँ त्यस्तो ठिकै छ गुड। 599 डायमन्ड किनेको थिएँ। अब फेरि रिफ्रेस गर्छु। अब चाहिँ के किन्दा ठिक हुन्छ, कति पर्सेन्ट पर्छ है त डिस्काउन्ट हेरौँ है त। यहाँ चाहिँ 55% डिस्काउन्ट परेको छ। 55% डिस्काउन्टमा कुन चाहिँ ठिक हुन्छ। यो के भन्छ यसलाई, यो डाइनामिक वाला छ नि हो यो किने है। अब चाहिँ के गर्दा ठिक हुन्छ भन्दाखेरि कति पऱ्यो है त 70%। 70% भनेपछि 70%मा के किन्दा ठिक हुन्छ। आइएम कन्फ्युज यार राइट नाउ। के गर्दा ठिक हुन्छ होला। कस्तो अचम्मै लागिरहेको छ त मलाई। रिफ्रेसिङ गर्दैकै ठिक हुन्छ ल्याबमा। रिफ्रेसिङ गुड। अब चाहिँ के गरौँ। अब यो के भन्छ यसलाई लक रोयलको भाउचर किनौँ कि इमोट किनौँ। कुन किनौँ
इमोट पनि गुड छ अति राम्रो लाग्यो मलाई इमोट चाहिँ गुड लाग्यो है इमोट किने त्यसैले ल अब फेरि स्पिन गरेको चाहिँ कति पर्सेन्ट पर्छ 60% ओ ब्याड छ्या 60% परेको छ 60% परेको छ होइन गल्ती गरेर हेर्नु त यो सबै त्यो आधी जति स्टोर किनेर सक्यो तर गल्ती भएछ क्या छ्या अघि नै त्यो लकी